म आज बिहान पसलमा चिया खाँदै थिएँ। एउटा कस्टमर आउनुभयो। त्यसपछि साउजी मलाई एउटा फोन चाहियो। त्यो फोनमा 5G चलोस्, 6वटा क्यामेरा होस्, 1 TB स्टोरेज होस्, 2 दिन ब्याट्री चलोस्, वाटरप्रुफ होस् र 5000 रुपैयाँ भित्रमा त्यो फोन चाहियो भनेर मलाई भन्नुभयो। मैले चिया खाँदै थिएँ, चिया खान छोडेर भाइ तिमीलाई मोबाइल चाहिएको कि नासाको स्याटेलाइट मिटर चाहिएको? दिमाग छैन? त्यस्तो मोबाइल नि कहीँ पाइन्छ भनेर यो चियाले मुखमा हानेर मैले भगाइदिएँ त्यसलाई। दिमाग खराब बनायो आज बिहान भने यार। त्यस्तो मोबाइल पनि पाइन्छ र? पाइन्न नि त। बोनी गर्न आयो भनेको त उल्टो रिस पो उठाएर गयो त। बर्बाद पार्यो नि आज। आज व्यापार नहोला जस्तै छ मेरो। गाह्रो छ हौ मलाई।